गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले विभिन्न कार्यालयलाई पत्राचार गर्दै विवरण माग गरेको छ। सोमबार बसेको समितिको पछिल्लो बैठकले सुरुमा विवरण सङ्कलन गर्ने र त्यसपछि गुरुङसँग सोधपुछ गरी प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। हिजो र आज मङ्गलबार र बुधबार विभिन्न कार्यालयलाई पत्राचार गरिएको छ। अब विवरण सङ्कलन भएपछि माननीय ज्यूलाई बोलाएर सोधपुछ गर्छौँ अनि जे देखिन्छ त्यही लेखेर बुझाउँछौँ, समितिका एक सदस्यले भने। विवादित विषयहरू जे छन् ती सबै निकायबाट विवरण सङ्कलन गरेर छानबिन गर्छौँ। सेयरको बारेमा ढिटो पत्र बोर्ड, मालपोर्ट कार्यालय र बैङ्कहरूमा समितिले पत्राचार गर्दै विभिन्न माग गरेको छ। आवश्यक परे थप कार्यालयमा समेत पत्र पठाउनु पर्ने हुन सक्ने ती सदस्यले बताएका छन्। गृहमन्त्री भए सम्पत्ति विवरण सार्वजनिक गरेसँगै गुरुङ विवादमा तानिएका हुन्। सुरुमा उनीसँग हदबन्दी भन्दा बढी जग्गा रहेको खुलेको थियो। यसै पछिल्लो समय अस्वाभाविक सम्पत्ति जोडिएको विवरण पनि सार्वजनिक भएका छन्। विवादित व्यवसायी दीपक भट्ट सङ्कलन कम्पनीमा संस्थापक सेयर रहेको पाइएपछि उनले राजीनामा दिएका थिए। भट्टलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसन्धानमा रहेका व्यक्तिसँग गृहमन्त्रीको कलेक्सन देखिएपछि सार्वजनिक रूपमा प्रश्न उठेको थियो। त्यसअघि पनि उनी सम्पत्ति विवरणकै कारण प्रश्नको घेरामा परेका थिए। राजीनामा दिएको लामो समयपछि मात्रै सरकारले उनी विरुद्ध छानबिन समिति गठन गरेको थियो। चैत 13 गते मन्त्री बनेका गुरुङले वैशाख 9 गते राजीनामा दिएका थिए। वैशाख 28 गते बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा 3 सदस्यीय समिति बनेको छ।